सादा पो देखियो त अहिलेसम्म देखेकोमा त हजुर अहिलेसम्म देखेकोमा त सादा पो देखियो केटी छैन रहेछ नि त केटी छैन झ्याला झिलिकी नमस्कार। राष्ट्रस्तरीय 212औं भानु जयन्ती समारोहको पूर्व सन्ध्यामा रामायण पाठ प्रतियोगिताको समायोजित यस कार्यक्रममा उपस्थित हुनुभएका मुख्य अतिथि महोदय, विशिष्ट अतिथिगण, माननीय निर्णायक मण्डलीगण, हजुरहरू सबैलाई रिञ्चेनबुङ निर्वाचन क्षेत्रको तर्फबाट हार्दिक अभिवादन गर्दै हामी रिञ्चेनबुङ निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गरेर भानुभक्तीय 8 काण्ड रामायणको सुन्दर काण्डबाट श्री हनुमानले छार समुद्र पार गरेर सीताजीलाई भेट्न गएको प्रसङ्ग पहिलो सादुल विकृत छन्दमा अनि बसन्त तिलका छन्दमा र फेरि सादुल विकृत छन्दमा यहाँहरूको अघि प्रस्तुत गर्न गइरहेको छौँ। अथ दीप्रज्वलन चन्द्रमा मनसो जातचक्षुः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायतः सरस्वती मया दृष्टं विना पुस्तकधारिणीं हंसवान संयुक्तं विजलान करोतु परजो